बागलुङको पञ्चकोट शीश महल हामी तपाईहरुलाई देखाइरहेका छौं। पारदर्शी अनलाइनको टोली रिपोर्टिङमा यति बेला बागलुङ आइपुगेको छ। हामीले पारदर्शी अनलाइन ठोक्दियो के रे दृश्यावलोकन तपाईहरुले गराउँदैछ दर्शकबिन। अत्यन्त मनमोहक आश्चर्यजनक सिसाले भरिएको मन्दिर यसको सौन्दर्यताको बयान गरेर साध्य छैन। यस्तै हाम्रा श्रद्धालु भक्तजन एकजना हुनुहुन्छ, कहाँदेखि को हुनुहुन्छ हामी उहाँसँग कुरा गर्ने गर्छौँ। हजुर नमस्कार। हजुर नमस्कार। हजुर कहाँदेखि आउनुभयो? म चितवन माडी बसन्तपुरबाट। माडीबाट पञ्चकोट बागलुङ आउनुभयो। हेर्न कस्तो लाग्यो यहाँ? यहाँ आइपुग्दा दुःख धुलो सहित आइपुग्दा जोस् यो स्थानसम्म आइपुग्दा नसोचेको स्वर्गीय क्षण मिलेको छ। हजुर हैन, अत्यन्तै खुसी पनि छु। हाम्रो जुन अपेक्षाले बागलुङको पञ्चकोट आउनुभयो थियो त्यो अपेक्षा अनुसारको वस्तुस्थिति पाउनुभयो तपाईले? यहाँको परिवेश हेर्दाखेरि त्यो पाइयो। हजुर एकदमै हाइटमा रहेछ यो हैन। आइसकेपछि चाहिँ एकदम आनन्द महसुस हुने पाइयो। हस् धन्यवाद हजुरलाई। हस्।